थ्याङ्क यू सर। यस प्रार्थनामा उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थीगण र गुरुवर्ग तथा गुरुआमा र साना भाइ बहिनीहरूको उज्जवल भविष्यको लागि विद्यालयसम्म पठाइदिनुभएका अभिभावकज्यूहरूलाई स्वीकार्नुहोस्। मेरो कक्षा 10B छात्राको तर्फबाट न्यानो नमस्कार। आज म तपाईँहरूको सामु आमाको विषयमा एउटा महत्त्वपूर्ण कुराहरू लिएर आएको छु। सुनेर सकेसम्म आफ्नो जीवनमा लागू गरिदिने प्रयास गर्नुहोला। आमा भनेको एउटा शब्द मात्र होइन, आमा भनेको एउटा जीवन दिने व्यक्ति र हामीलाई जीवन जिउन सिकाउने व्यक्ति हो। आमा बिना संसार अधुरो छ। आमाले हामीलाई जन्म दिन्छन्, हामीलाई आफूले नखाई हुर्काउँछिन्, हामीलाई दुःख पिर गरेर हामीलाई ठुलो गराउँछिन्। तर पनि कतिपय मानिसहरूले आफ्नो आमाको महत्त्व नबुझेर वृद्ध आसनमा छाड्ने, एक्लै पार्ने जस्ता गतिविधि गरिरहेका हुन्छन्, जो कि सरासर गलत हो। हरेक व्यक्तिले आफ्नो आमालाई भगवान मान्नुपर्छ र आफ्नो आमाको सम्मान गर्नुपर्छ। आमा बिना संसार नै अधुरो हो, किनकि आमाले हामीलाई आफ्नो कोखबाट जन्म दिएर हामीलाई ठुलो गराउँछिन्। हामीले आफ्नो आमालाई भगवान मान्नुपर्छ, सम्मान गर्नुपर्छ। सधैँ आफ्नो आमाको लागि आफ्नो एउटा कर्तव्य पुरा गर्नुपर्छ। किनकि आमाले हाम्रो लागि आफ्नो सुख नसोचेर हाम्रो लागि संसार नै त्यागेर हाम्रो लागि सधैँभरिको लागि खटिरहन्छन्। म सबै विद्यार्थीलाई भन्न चाहन्छु कि तपाईँहरूको पनि आमा होलान्, बाबा होलान्। आफ्नो बाबालाई सम्मान गर्नुपर्छ, आफ्नो आमालाई सम्मान गर्नुपर्छ। आफ्नो आमाको चित्तदेखि पुरा कहिले गर्नु हुँदैन। आफ्नो आमा बाबालाई सधैँ सुखमा राख्न सक्ने प्रयास गर्नुपर्छ। कसैले पनि आफ्नो आमा र बाबालाई एक्लै पार्नु हुँदैन। सबैले सुन्नु भएको छैन होला, तर पनि कुनै एउटा व्यक्ति समाजमा खटिरहनको लागि आमा एकदम महत्त्वपूर्ण हुन्छ। आफ्नो आमालाई कहिले पनि एक्लो पार्नु हुँदैन, सधैँ उहाँको सम्मान गर्नुपर्छ। म अन्तिममा के भन्न चाहन्छु भने आमा छ त संसार छ, आमा छैन भने संसार छैन। धन्यवाद। Okay, thank you, Parvila, representing from the class 10B. Okay.